ल 1 नम्बरमा जाडो सजिलै कटाउन सकिने। अब बुदा नम्बर 2 है त। ल बुदा नम्बर 2 मा के भनिएको छ भन्दाखेरि मोजा सजिलै भेटाउन सकिने। अब बुदा नम्बर 3 है त। ल बुदा नम्बर 3 मा के भनिएको छ भन्दाखेरि घरबाट निस्किनै मन नलाग्ने, निस्किहाले पनि चाँडै घर फर्किन मन लाग्ने। अब बुदा नम्बर 4 भात ताजा र मिठो खान पाइने। मलाई चाहिँ यति बुदाले पुग्यो केटो।